हेलो नमस्ते मित्रहरू। आज म तपाईहरु सामु एउटा नयाँ अपडेट लिएर आएको छु। त्यो अपडेट हो राजावादीको आन्दोलनको नेतृत्व गर्नुभएको छ मेडिकल व्यवसायी दुर्गा परसाईले भने। दुर्गा परसाईले यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ आफ्नो गाडी लिएर आन्दोलनको नेतृत्व गर्दै आन्दोलनको घेराहरूलाई तोडेर अगाडि बढ्नु भएको छ भने पुलिसहरूले चाहिँ आन्दोलनलाई रोक्नको लागि दुर्गा परसाईको गाडीमाथि आक्रमण गर्नुभएको छ र आक्रमण गरेर गाडीहरूको सिसाहरू पनि फुटेको देख्न सक्नुहुन्छ। त्यसैगरी यहाँनिर कुनकुनी क्षेत्रमा पनि भयानक आन्दोलन भएको छ भने त्यहाँनिर पुलिसहरूलाई चाहिँ आन्दोलनकारीहरूले अगाडि बढ्न दिएको छैन। आन्दोलनलाई पुलिसहरू चाहिँ सक्रिय तरिकाले गरिरहेको छ। यस्तै अपडेटहरू थाहा पाउनको लागि मलाई फलो गर्नुहोला, सब्स्क्राइब गर्नुहोला। धन्यवाद।